हेलो गुड मर्निङ एभ्रिवान। तपाईँहरूलाई मेरो मिनी ब्लगमा फेरि पनि स्वागत छ। अनि यो ब्लगमा चाहिँ के छ भने चाहिँ आज चाहिँ घुम्न जानुको लागि प्लान गरेको छौँ साथीहरूसँग होइन। हामी 4 जना छौँ। अनि यहाँनिर म चाहिँ उठेर चाहिँ छोटो ब्लग बनाइरहेको छु। अनि अहिले चाहिँ भने चाहिँ 5 बजिरहेको थियो। हामी चाहिँ घुम्नुको लागि कहाँ जाने भन्दाखेरि चाहिँ दार्जिलिङ मिरिक घुम्नुको लागि रेडी भएको थियौँ हामी होइन। अन्त हामी अहिले यहाँनिर रेडी भइसकेको छौँ। साथी पछाडि रेडी हुँदैछ, म यहाँनिर रेडी हुँदैछु। लास्टमा हामी चाहिँ रेडी भइसक्दाखेरि चाहिँ वेदर चाहिँ यस्तो भइदियो होइन, पानी परिदियो बिचैमा। 6 बजेको थियो होला हाम्रो। त्यहाँदेखि चाहिँ हाम्रो क्यान्सल भयो प्लान होइन जाने। त्यसपछि यहाँ 2-3 बजेको थियो होला। फेरि हामी चाहिँ रेडी भएर अर्को ठाउँ जानु भयौँ सिलगढीमा नि। अन्त रेडी भएर हामी चाहिँ 2 जना चाहिँ अगाडि जायौँ, 2 जना चाहिँ पछाडि नै छुटिरहेछ। हामी चाहिँ यहाँ गफ गर्दै जाँदै थियौँ। अनि हामी टोटोमा चढ्यौँ पनि। टोटोमा यहाँनिर साथीले पनि ब्लग गरिरहेको थियो। हामी 4 जना, शान्ति, उपासना, प्रिस्ला, म थियौँ। हामी 4 जना चाहिँ रमाइलो गर्दै जाँदै थियौँ। भ्यूहरू पनि हेर्नु न, यहाँ बाहिरको जस्तो कस्तो दामी होइन, प्लेन मजाको यस्तो फिल भइरहेको थियो कि हामी चाहिँ बाहिर छौँ जस्तो क्या। यहाँ इन्डिया सिक्किम बाहिर छौँ जस्तो भइरहेको। यस्तो हरियो हामी चाहिँ हेर्दै रमाइलो गर्दै गीत गाउँदै त्यस्तो गर्दै गयौँ। अनि भन्दा पनि हामी पुगी पनि हाल्यौँ। कहाँनिर घुम्ने ठाउँ चाहिँ कहाँ थियो भने ड्रिमल्यान्ड थियो, सिलगढीमा नै पर्छ। तपाईँहरू पनि घुम्न आउनु सक्नुहुन्छ यहाँनिर होइन, धेरै दामी छ। अनि साथीले यहाँ टिकट काट्दैछ हामी 4 जनाको। अनि त्यसपछि हामी चाहिँ टिकट पनि काटिसकेँ, डिडीवटा काटेको थियो सबैले आफ्नो आफ्नो 2टा गेमको लागि। अनि भित्र एन्ट्री गऱ्यौँ हामी। एन्ट्री गर्दा चाहिँ भित्री चाहिँ यस्तो दामी रहेछ, हरियो परियो होइन। यस्तो डेकोरेसनहरू पनि मजाले गरेको थियो होइन। अन्त यहाँनिर गरिने चाहिँ डरै लाग्दो मूर्ति थियो एउटा है, साउन्ड आउँथ्यो यहाँबाट चाहिँ डरै लाग्दो। त साइडहरू यस्तो थियो, फुलहरू दामी खेल्ने ठाउँहरू पनि नानीहरूको, यतातिर पनि मजाको थियो। हामी चाहिँ अन्त बिचमा यहाँनिर चाहिँ 2025 पनि लेखिरहेको रहेछ फुलले। त्यहाँनिर हामी फोटोसोटो खिचेर चाहिँ हामी 4 जना चाहिँ फेरि अर्को ठाउँमा गयौँ। अर्को ठाउँ जाँदा चाहिँ यहाँनिर चाहिँ यस्तो दामी रहेछ हेर्नु न, दामी भ्यूहरू थियो हो। धेरै फोटो खिच्यौँ, रमायौँ। अनि लास्टमा चाहिँ हामी चाहिँ त्यो अघि काटेको टिकट चाहिँ हामी चाहिँ यहाँनिर एउटा चाहिँ युज गऱ्यो होइन। तर गेमको नाम चाहिँ के हो मलाई थाहा भएन। फर्स्ट टाइम खेलेको यो गेम चाहिँ साह्रै डर लाग्दो। नानीहरू चाहिँ धेरै खेल्छ होला, म चाहिँ फर्स्ट टाइम खेलेको थिएँ होइन। 4 जना चाहिँ यहाँनिर। अन्त साथीलाई छोटो ब्लग पनि बनाइ मागेँ, भिडियो पनि मागेँ। त्यसपछि फेरि हामी अर्को टिकट लगेर चाहिँ अर्को गेम खेल्नु गयौँ होइन। यो गेमहरूको नामै याद भएन। हामी 4 जना चाहिँ यहाँ गएर बस्यौँ, ब्लग गर्दैछ। यहाँ 2 जनाले पनि आफू छ। तपाईँहरूले उनीहरूलाई पनि उपासना राई र शान्ति उनीहरूलाई पनि फलो गर्न सक्नुहुन्छ। अनि हामी चढेर चाहिँ गयौँ, मजाले भ्यूहरू देख्दो रहेछ यहाँबाट चाहिँ होइन। म चाहिँ धेरै डर लागिरहेको थियो, फर्स्ट टाइम हो मेरो यस्तो गेमहरू होइन। डराउँदै भए पनि भिडियो बनाइरहेको थिएँ। साथीहरू चाहिँ इन्जोय गर्दै भिडियो बनाइरहेको थियो, मजा आयो। तर होइन आरामसे बसिरहेको छ यहाँनिर साथीहरू चाहिँ यहाँनिर मजाले हो। यस्तो दामी थियो, मजाको थियो। तपाईँहरू पनि आउनु सक्नुहुन्छ ड्रिमल्यान्ड सिलगढी। उसको बादमा हामी चाहिँ सकेर चाहिँ निस्केर गएँ होइन। 2 जना साथी चाहिँ माथि नै फोटो खिचिरहेको थियो। हामी 2 जना चाहिँ उपासना रुममा चाहिँ चढेर बाहिर गयौँ। त्यसपछि ब्लग गर्दै गएँ यतै। अनि यहाँनिर चाहिँ धेरै दामी फुलहरू पनि रहेछ, तर टच गर्नु चाहिँ नपाउने होइन। फुलको नामहरू पनि थाहै छैन मलाई त। मजाले घुम्दै हिँड्दै गयौँ। अन्त लास्टमा चाहिँ हाम्रो चाहिँ सकेपछि चाहिँ हामी चाहिँ आफ्नो रुमतर्फ फर्क्यौँ। यहाँ पछाडि 2 जना चाहिँ डान्स गर्दै हिँडिरहेको थियो होइन। अनि यतिकै मेरो आजको ब्लग यति नै, बाई बाई।